अस्ट्रेलियाको स्पेनिस झारले घोच्छ भनेको छ नि यो है त ल गुर्जेर उडे गर्नु होला अलमोस्ट 12 रहेछ टोन छ योले यार 20 केजी प्लस है 20 केजी प्लस या हामी लक्कीली धेरै माछा मार्यौँ है त्यहाँ त मिठो पाक्दैछ नि ल अब चाहिँ हाम्रो यात्रा पनि सुरु हुन आँट्यो अलिकति घाम पनि आइसक्यो यहाँ चाहिँ 6-10 भइसक्यो मर्निङको यस्तो दामी घाम लागेको छ नेचुरल सब चाहिँ यस्तो छ गुरुजीले चाहिँ पक्का यसरी मार्दै हुनुहुन्छ बिहानको पनि मर्निङको ब्रेकफास्ट खाइसकेर सबै गुरुजीहरू चाहिँ प्याकिङ भइसक्यो अब चाहिँ कति बज्यो बिहानको 6 बजिसक्यो अब चाहिँ यहाँ चाहिँ एकदम दामी घाम लागेको छ गुरुजीहरू चाहिँ म्याप सेटिङ गर्दै हुनुहुन्छ अब हामी चाहिँ डे 2 को मर्निङको हाइकिङ पनि सुरु भयो ल लेट्स मुभ बुकीपाटन भेरी वन्डरफुल भ्यू है तपाईहरुले पछाडी देख्न सक्नुहुन्छ लुक एट द भ्यू गाइस awesome day 2 awesome morning day 2 great experience morning hello good morning everyone yeah good morning day 2 hello morning good morning la hello navigator hello mate morning hello के गुरुजी चाहिँ टक्क पहाडमा हिँड्दैछ पहाडमा हामी चाहिँ अस्ट्रेलियाको यस्तो बाटोमा है त हिँड्ने यस्तो छ सानो छ यहाँ तल चाहिँ निकै फिटिएको छ या मेज मिस्टर मेज क्या मिठा आवाज चलेको यार अस्ट्रेलियाको स्पेनिस झारले घोच्छ भनेको छ नि यो है त यसले चाहिँ मिठो घोच्छ टक्क लगाएर अलिकति बुसेसहरू हुन्छ यहाँ चाहिँ ट्याक 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 लगाएर यसले चाहिँ मिठो घोच्छ है त हामी चाहिँ हिमाल चढ यस्तो बाटोमा हिँड्नु परेको छ This is the way. This is the way. You can see. हिमाल चढ्ने यस्तोमा अन्त ल गुर्जेर उडे गर्नु होला अलमोस्ट हिल कन्फिडेन्स स्पेनिस झार्दै त अनि भित्र त खटम बनाइसक्यो यार है What are you doing, buddy? Oh, wow! जङ्गली बाघ हुनुहुन्छ जङ्गली बाप अस्ट्रेलियाको जंगलमा हैन अस्ट्रेलियाको जंगलमा जंगली बाघ फेला परे अस्ट्रेलियाको जंगलको म्याप नेभिगेटर हुनुहुन्छ उहाँ सारो छ है सारो छ है त्यो धुत्नु म त भइछ यार कपाल यार बाटो हेरौँ है बाटो यस्तो छ है यस्तो माथिबाट ढुङ्गा आउने खतरा छ ल माइकको ब्याग रेस्क्यु भइसकेको छ हुँदैछ है अब बाटो हामी जाने बाटो यस्तो छ है यस्तो हाम्रो माइकहरू चाहिँ यतातिर जाँदैछ गोर्खे माइक चाहिँ गोरा माइक ल 20-25 केजी बोकेर बाँदर हिँड्ने भिड है यो त बाँदर पनि छैन है यो भिडमा डे 2 लन्च ब्रेक हाम्रो 35 केजी यस्तो मिठो बनाउँछ ल 32 किलो पनि फेरि एक्सलेन्ट 45 किलोको त झन् भन्नै पर्दैन ढोरपाटनमा सफाइ जाँदै हुनुहुन्छ भने चाहिँ 45 लाई
ल है यहाँ बाटोलाई रहेछ यार टोक्नु सक्छ है टोक्नु सक्छ योले टोक्नु सक्छ हामी चाहिँ अहिले अस्ट्रेलियाको एकदमै बडा के अरे प्लिज भिरमा आएका छौँ हाम्रो बाटो देख्न सक्नुहुन्छ बाटै छैन यहाँ नाउर हिँड्ने रोड रहेछ होइन बडी वी आर नाउर बाडी बी केयरफुल यहाँ चाहिँ यसरी हिँड्दै हुनुहुन्छ त्यही भइहाल्यो भने यसो बडीहरू त्यसले गर्दा हाम्रो रोड चाहिँ यस्तो हो है अस्ट्रेलियाको एकदम ठुलो क्लिपमा विच इज नावर मात्रै हिँड्ने क्लिपमा आएको छौँ हामी नावर पनि छैन नावर त्यो बाटो हिँड्नुपर्छ फर्स्ट स्टेप चाहिँ यहाँ गोर्खालीको हो फर्स्ट स्टेप नै गोर्खालीको होला नि अनि सेकेन्ड स्टेप चाहिँ अब त्यो अब यही दाइ कहाँबाट आइत्यौ र भन्ने जस्तो हुन्छ ओहो यस्तो पो रहेछ हौ ठाउँ त यार उताबाट झर्ना तल झर्नु सकिएन त्यही भएर यतापट्टिबाट बाटो है बाटो साँच्चीको है यो खोसमा जाँदैछ है खोसमा हामी त ल है ल यहाँबाट चाहिँ नि अब हामी झरिसकेका छौँ हामी तिनजना गुरुजीहरू चाहिँ घामसुजी सानो देख्छ त हाम्रो म चाहिँ नि यहाँको खास लास्ट म्यान हो म चाहिँ नि गुरुभन्दा अगाडि आएँ किनकि गुरुले लास्टमा बस्ने निर्णय गर्नुभयो सम्झनाको स्वरूप एउटा क्लिक ल्याउने कोसिस अथवा जमर्क गर्नुभयो हजुर त्यसैले गर्दा चाहिँ म लास्ट म्यान चाहिँ 21 स्टेप अगाडि आएको छु ओके तपाईँ माथि देख्न सक्नुहुन्छ योमा त केही जान सक्दैन होला चरा क्या यस्तो क्लिप छ है तपाईँहरू चाहिँ यस्तो भिड छ बाटो चाहिँ यस्तो डेन्जर छ होसियारका साथ आउनु होला त्यही भन्न चाहन्छु म चाहिँ होइन बडी जिन्दगीमा के भयो आज सिलेक्सन यहाँ 20 केजी प्लस है 20 केजी प्लस छ गामची फेरि के छैन जस्तो लाग्छ कि 500 ग्राम एवं चाहिँ ल हामी चाहिँ यो एकदमै गाह्रो क्लिप है यो चाहिँ नहुँदो रहेछ कि ट्रक आउनेले चाहिँ यस्तो स्टिक अनि यस्तो ठाउँहरूमा चाहिँ हिँड्नुपर्छ हामी चाहिँ अलरेडी पार गरिसकेका छौँ हाम्रो गाउँले चाउडे हुनुहुन्छ गाउँ चाहिँ पक्का गाउँतिर चाहिँ शिकार गरेर एकदम पर्फेक्ट ढोला हिमाल चढेर आएको गाउँ चिकन फर हिम ल भाइ अब ल है ल ल अर्ग्यानिक पुलमा हिँड्नु अर्ग्यानिक पुलमा हिँड्नुको मजै छुट्टै छ नि यार के भयो भने फेरि खोलामा जान्छ ल नराइके दौड्यौँ छिटो दौड्यौँ ल दौडेर आउँछ नेचुरल स्विमिङ पुल देख्न सक्नुहुन्छ तपाईँहरूले ल नेचुरल स्विमिङ पुल है ल हामी चाहिँ वाटर क्रसिङ गर्दैछौँ तपाईँहरूले देख्न सक्नुहुन्छ यहाँ बढी है त्यो बडीले फेरि गाडी हुनुहुन्छ भन्ने गाउँछु थ्याङ्क यू अप्ठ्यारो बाटो बाटो डोरीले नगरी नहुने ए हेर झोला र रेस्की गर्दैछौँ ठाउँ चाहिँ यस्तो छ हेर्नु त यो ठाउँ यता गयो नि पहाड यता गयो नि पहाड जाउँ कहाँबाट त्यही भएर यी यसरी माथिबाट भाइहरूले अप्ठ्यारो बाटो झोलालाई चाहिँ हातेमाला गर्दै लट्ठीमा हालेर तल झार्दैछौँ कतै बाटो छैन यहाँ खाली आउन त्यस्तो गाह्रो भइरहेछ बाटो त नि त्यहाँ खाल्नु
ओ बोतल त्यो फाल त्यो तल पास गर न जात किन्थ्यो ठ्याक्क बुझी माछा फाल्नु। फेरि नेचुरल स्विमिङ पुल रहेछ त यहाँ अरे टुको नाइट पायो है त हाम्रो म्यासेज आएछ म्यासेज ओके आज थर्ड डे मर्निङको ब्रेकफास्ट भएर टकको लागि रेडी टु गोको हालतमा छ ओके अहिले चाहिँ हाम्रो के ह्यान्डओभर हुँदैछ क्षेत्र गुरुजी टु हाम्रो 891 गुरुजी सबै अफिसर पनि ह्यान्डओभर हुँदैछ टैसी गुरुजी हाम्रो ओके यस ल ओके नै त्यो घाँसी मैदानमा आएको छ मैले चाहिँ हामी रुख हेर्नु न के लाग्यो एक रुख हो क्या भिटामिन चाहिँ धेरै रिस हुन्छ रुख त अनि कस्तो कस्तो भन्दा त्यो भिटामिन सी खाएको त हुन्छ होइन मिठो हुँदैछ उता अहिले यस्तै रुखको जग्गामा बस्छ मोको खाने ममता छ मसिनो भन्दा त्यो नाम के रे त्यो रुखको नाम के रहेछ है फोटो खिचाइ त अनि के हो गाम्सकोजी बवाल छ त अनि ल ल ल दिस इज द भिटामिन सी हाइट स्क्याबल बुल टाइपको रुख रहेछ यार यो त के फुटाल्नु भयो क्या दामी फुट्दो रहेछ है यस्तो जङ्गलमा हिँड्नुपर्छ यस्तो त धेरै सजिलो हो नि यार होइन सम्म ठाउँमा आएको छु मैले त हामी स्क्याबल बुल त देखेको छैन अहिलेसम्म हजुर सर तपाईँले स्क्याबल बुल पनि देख्न सक्नुहुन्छ सेट बुढो रहेछ नि यो त स्क्याबल बुल गाई हो क्या गाई हो गाई थन छ थन जस्तो लाग्यो ए भयो यो त यस्तो फाटा मात्रै हुँदैछ होइन हेर्नु माथि त कहाँ जान्छ माथि जानु सक्ने यस्तो फाटमै बस्छ होला कि घाँस पनि त छैन स्क्याबल बुल भर्खरै देख्यो हामीले सेतो रहेछ हिजो चाहिँ रातो देखेको हिजो चाहिँ मैले फोटो खिच्नु सकेन अहिले चाहिँ रातो देख्छु सेल गर्नुभयो कम्फेयर माछा पौडिनु नलागेको चाहिँ हामीले चाहिँ है के बोले भाइ अब के बोले फटेङ्ग्रा छोप्दै हुनुहुन्छ गुरुजीहरूले उता 2-3 जना गुरुजीहरू चाहिँ फटेङ्ग्रा छोप्दै हुनुहुन्छ भरै माछा पकाउनको लागि चाहिँ गुरुजीले फेरि पक्का गाउँको स्टाइलले पानी भर्दै हुनुहुन्छ छानेर यस्तो बुसेसो हिँड्नुपर्छ है नो बाटो यहाँ चाहिँ मान्छे बिसाउने बुसेस छ अगाडिको मान्छे पनि देखेको छैन बाटै हुँदैन यहाँ चाहिँ आफै फाइन गरेर हिँड्नुपर्छ गुरुजीले अड्किनु भएको छ एकछिन चाहिँ हाम्रो वाटर ब्रेक हुन गइरहेको छ डेन्जर कमिला छ तल छ गीत घन्काएर हिँडिरहेको छौँ हामी चाहिँ बाटो फेरि यता नभएर
यता फेरि ब्याक टु हिँड्दै हुनुहुन्छ गुरुजीहरू या बडी लेट्स गो ओके फेरि अर्को अब्स्ट्याकल भेटेका छौँ हामीले इट्स भेरी डिफिकल्ट वे टु गो फ्रम हियर ल बडी कम अन Mr. Mate, Nori, come slowly. Yeah, okay, fine. Trusty Guruji, come on. Trusty Guruji, एकदम strongest person. अरू हुनुहुन्छ पछि हाम्रो गुरुजीहरू कता भ्लगमा गुरुजी हजुर तपाईँ हो क्या ल यस हिँड्नु त तपाईँ तपाईँले एउटा म्यापैसँग चाहिँ हिँड्दा हुन्छ यार गुरुजीले यहाँ भएन क्या ल कन्ने केटा हिँड्नु त गाउँ चाहिँ गर्ने केटा होइन र हो नि पुजारी हो हाम्रो बडीको फेरि अर्को नयाँ प्रस्तुति देख्न सक्नुहुन्छ तपाईँहरूले थ्याङ्क यू सो मच मेरो साथ दिनुभयो तपाईँले देख्न सक्नुहुन्छ विशाख गुरुजी क्रसिङ गर्दै हुनुहुन्छ फ्लो बाई हाम्रो सेक्सन कमान्डर गुरुजी हामीले सानो रिभर पनि क्रस गरिसकेका छौँ अब हाम्रो फेरि नेक्स्ट गन्तव्यतिर लागौँ है त गुरुजीहरू ल लेट्स गो ए यस्तो रिभर त कति हो गनेर नसकिने यहाँ गोबर रहेछ यहाँ पनि यहाँ पनि अब पाउन सक्छ है बडी एक्लै एक्लै नखाम न यार जङ्गल प्रिन्सिपल भनेको पहिले आफू बाँच्छौ त्यो त लागु गर्नुपर्छ चोली माथि के जाना हाँसेको गीत गाउनु ठिक छ मान्छे भयो यार लेट्स गो जस्तै टाँसिने तिमी बिहानीको नमस्कार सबैजनालाई फेरि पनि तपाईँलाई दागिन भ्लगमा वेलकम छ हामी अलमोस्ट लन्चको प्रिपेयर गर्दैछौँ हामीले लगभग थकाली भान्जा जस्तै बनाउन थालेको तर अलि मिलेको छैन पाहुनाहरू यता हुनुहुन्छ हाम्रा पाहुना विदेशी पाहुना पनि हुनुहुन्छ हामीसँग कहाँ जानुभयो बडी अलिक कालो भयो कालो कालो मात्रै बनाउनु यस्तै छ जिन्दगानी सुकुम्बासी सानो घर छ तिनतलेको अरे तिनतले घर छ सानो ल हाम्रो दिउँसोको लन्च आउँछ अलि मेकिङ ससेस रोटीहरू भइसकेको छ अनि रेडी हुँदैछ हालिदिनु हाल्ने पानी सबै हाल्छ डे 3 को आज अहिले चाहिँ हाम्रो ब्रेकफास्ट खाएर अनि अहिले चाहिँ हाम्रो लन्चको पोइन्टतिर जाँदैछौँ त्यसपछि हामी लुक एट द भ्यू गाइस तपाईँहरू चाहिँ यस्तो भ्यू भन्दा पनि के भन्ने होला होइन डाँडा काँडा मात्र छ अनि चाहिँ सबै यहाँ चाहिँ सुकेको काठहरू छ यहाँ चाहिँ स्क्याबल पुल विच इज हाम्रो गाउँतिर पाइने गोरु गाई गोरुहरू पनि पाउडर रहेछ दामी रिभर छ गुरुजीहरू चाहिँ हिँड्दै हुनुहुन्छ यस्तो रमाइलो छ गुरुजीहरू चाहिँ हिँड्दै हुनुहुन्छ
त्यता चाहिँ दर्जिल लागेको छ। हामी चाहिँ यस्तो घाँसे मैदानमा हिँड्दैछौँ। हाम्रो सँग गाउँछु यहाँ हुनुहुन्छ यहाँबाट यहाँ आइपुग्नु धेरै छैन छैन नि। हामी चाहिँ आफ्नो बासातिर मोटामोटी 3 किलोमिटर छ होला। 3 किलोमिटर हिँडेपछि मोटामोटी आइपुग्छौँ होला। लभली फाइनली डे 3 को पनि बासामा आइसकेका छौँ हामी। डे 3 मा चाहिँ यस्तो दामी छ है। टक्क स्विमिङ गर्ने एरिया पनि छ यहीँ। भोलि चाहिँ हामी यहाँबाट चाहिँ भोलि यो टरेर जानुपर्छ। लभली एरिया। यहाँ स्विमिङ हाल्नुपर्छ हो यार। इट्स भेरी ब्युटिफुल प्लेस इन अस्ट्रेलिया। गाउँसुली मालीको देखाउनु पर्छ भनेको तपाईँहरूले। यता माछा तन्नै छ गुरुजी आउनु। गाउँसुलीले चाहिँ मार्नुभयो। यो चाहिँ होइन उस्तै गरी यो चाहिँ जस्ट उमा ऱ्याप स्टिल उमा ऱ्याप गरेर हान्ने क्या। ठ्याक्कै गुरुजीले मार्नुभयो। कुद्नु होइन ल बडी ल बडीको एकदम राम्रो प्लस डिग्रीको साथ फर्स्टमै क्याच गर्नुभएको छ। इट्स भेरी भेरी वन्डरफुल फर यु। त्यो गोपाल चलाउने एरिया त माछा कति सोको थियो एउटा माटो हाम्रो क्षेत्रले माटो हुनुहुन्छ यहाँ बढी गुरुजी मार्नु भयो। गुरुजी मार्नु भयो। ल ल ल ल आयो 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 सानो मऱ्यो। यत्रो नि ठिक हुन्छ क्या। गाउँसुली फेरि मार्नु भयो। आम्मा या फिसिङ म्यान हुन्छ मार्नु भयो। या आम्मा आज माछा खाइ चाहिँ दोहोरै हुने भयो जिउस। मारामार धेरै टन्नै खाइन्छ क्या माछा चाहिँ। मलाई डेन्जर मनपर्छ बाबी। या डे 3 को बासामा चाहिँ हामी लक्कीली धेरै माछा मारेका छौँ र हाम्रो यहाँ भाट पकाउँदै हुनुहुन्छ। आज चाहिँ हामी 3 बजे नै बासामा आइपुगेर पनि यत्रो माछा मारेर पनि डाँडाहरू थुपारेर पनि भात बसालिसकेका छौँ। गुरुजीहरू चाहिँ टक्क यहाँ स्विमिङ खेल्दै हुनुहुन्छ। मम्मी त होइन है गुरुजीहरू। ल ल ल ल ल हेलो। यही माछा मारे चाहिँ यहीँ स्विमिङ खेलेछ। यहीँ पानी खान्छ। द्याट इज द नेचर। भेरी इन्जोयबल मेमोरी। डे 3 को बासामा आज चाहिँ यहाँ। भोलि चाहिँ हामी यहाँबाट चाहिँ पानी क्रस गरेर अराउन्ड 200 मिटर चाहिँ पार गर्नुपर्छ पानीमा। ल होइन खेल्नु भोलि चाहिँ यो सबै पार गरेर जानुपर्छ हामी चाहिँ सब। किन उता बोके यस्तो गरेर यसरी खोला त हो। ए फाइनली एकछिन स्विमिङ पुलमा खेलेर ब्याक टु ग्राउन्ड भयो त। एकछिन फ्रेस हुनुपर्छ। म त के अन्डर पनि ल्याएको छैन। हामी चाहिँ यहाँ मैले चाहिँ जान हालेको छु। जान यो त ढाक्नु पऱ्यो नि। हामीसँग चाहिँ अब के अरे भाडा 2टा मात्र भएको कारणले गर्दा ढुङ्गा चाहिँ अलिक सानो भएको पऱ्यो एकदमै चाहिँ। हामी चाहिँ यता भात चाहिँ यता खनाएर यसमा चाहिँ माछाको सुप फेरि अर्को भाँडामा फेरि माछा फ्राई गरेर खान आँटेको। बडी उता हुनुहुन्छ। म चाहिँ भर्खरै स्विमिङ खेलेर आएको छु नेचुरल स्विमिङ पुलमा।
देख्न सक्नुहुन्छ बाटो अलिकति डढेको छ फाइनली भात पनि ऱ्याप गरिसकेका छौँ हाम्रो यहाँ पानी चाहिँ यहाँ नेचुरल स्विमिङ पुल चाहिँ यहाँ छ गुरुजीहरू चाहिँ माछा केलाउनु हुनुहुन्छ हाम्रो चाहिँ है त्यहाँ त मिठो पाक्दैछ नि अरे गामसुजी छुट्टै छ गाउँको फेरि यहाँ फेरि त हाम्रो माछा हुँदैछ फ्राईको लागि फेरि यहाँ छ ल हाम्रो मास्टर सेफ भाइले चाहिँ माछा फ्राई गर्दैछ है स्पेसल आज चाहिँ डे 3 हाम्रो माछा पनि खाइयो डे 3 है त आज टक्क लगाएर खाइ माछा नि खाइयो मच्छी चाहिँ आउट रहेछ हौ गोटा आउँछ होइन अर्को कहाँ यति मात्र